म आफै पनि सुकुम्बासी हो होइन अहिले पनि मेरो नाममा एक कठा जग्गा छैन होइन अनि तपाईँ आफै सुकुम्बासी म आफै सुकुम्बासी हो अचम्म कुरा गर्नुभयो त सुकुम्बासी हो नि किन पो त्यस्तो के अचम्म छ र त्यस्तो सुकुम्बासी गृहमन्त्री जस्तो त होइन तपाईलाई मैले निर्वाचनमा मनोनयन दर्ता गर्दाखेरि मेरो चाहिँ सम्पत्ति विवरण मैले पेश गरेको छु तपाईको मिडियाले हेर्न सक्नुहुन्छ त्यो त अब देखावटी नि हुन्छ भन्ने कुराहरू छन् म जेनोन हो म शान्ति तामाङ र के भन्छ अरूमा फरक छ राख्ने लुगा पनि छैन लुकाउने धन पनि छैन भने जस्तै हो क्या पक्का हो निर्वाचनमा कति ऋण परियो त ऋण घाटा कि फाइदा भयो मलाई धेरै फाइदा भयो यो अर्थमा फाइदा भयो कि जनताको माया र मन जितेकोमा फाइदा भयो होइन फाइनेन्सियल रूपमा भन्नुहुन्छ भने मैले एकदमै न्यूनतम बजेटमा चुनाव सकेँ न्यूनतम बजेटमा गोजीको पैसा कति खर्च भयो लगभग 2,50,000 जति गोजीको भयो तर धेरैको त बचत पनि भयो चाहिँ नि शुभचिन्तकहरूले जनताले पठाइदिएर भन्ने कुराहरू पनि आएको छ हामीलाई पनि आउँथ्यो होला मैले चाहिँ पैसा आफ्नो हातमा लिन भन्दा पनि हुन्छ जहाँ पैसा आउँथ्यो त्यही वार्डका संयोजकलाई पठाइदिनु भने उहाँहरूले आखिर मैले दिनै पर्थ्यो बुथ खर्च दिनै पर्थ्यो होइन प्रचार प्रसारको सामग्री पठाउनै पर्थ्यो अनि वार्डमा पठाउनु भयो उहाँहरूले सम्बन्धित पालिकामा पठाउनु भयो त्यो कारणले गर्दाखेरि मलाई त्यस्तो भार परेन अब धन्यवाद दिन चाहन्छु म मेरो 4वटा पालिकाका श्रमदाताहरूलाई उहाँले धेरै चाहिँ आफूले नै इन्भेस्ट गर्नुभएको छ हजुर अब तपाईँले नै आफू सुकुम्बासीको दर्जामा राखिहाल्नु भयो होइन सुकुम्बासी नै हो म तर धेरैले चाहिँ सुकुम्बासीको नाममा हुकुमबासीहरूले चाहिँ नि देशमा रजगज चलाछ भन्ने कुरो आयो सुकुम्बासी नै तपाईँ पनि कतै हुकुमबासी त होइन नि सुकुम्बासीको नाममा मेरो ससुराको नाममा थोरै जग्गा छ होइन 10-15 कठा छ मेरो नाममा छैन होइन मेरो नाममा छैन त्यो भएकोले गर्दा मेरो नाममा नभएपछि म सुकुम्बासी नै हो होइन भएकोले गर्दा मसँग त्यस्तो म सुकुम्बासी नै हो तर सुकुम्बासीहरूलाई सम्बोधन गरेर हुकुमबासीहरूलाई त हटाउनु त राम्रो पनि त होला नि जनताले राम्रो कार्य पनि भनेका छन् कतिले त्यस्तो हो त्यो त मैले भने त छानबिन गरेर यसलाई व्यवस्थापन गर्नुपर्छ होइन तर डोजर चलाउने कुरामा चाहिँ मेरो घोर विरोध छ विरोध छ मजाले तपाईँ नि अध्यक्ष किताकै मान्छे हो अध्यक्ष किताको भन्नाले पनि यस्तो हो हामी सत्यलाई सत्य बोल्छौँ विरोध गर्नुहुन्छ भन्ने कुरो छ धेरै विरोध होइन कि जे छ त्यो हामी सत्यलाई सत्य बोल्छौँ क्या तपाईँको यो क्यामेराको होइन यो चाहिँ मोनिटर चाहिँ कालो छ लेन्स कालो छ भन्ने कुरा थाहा छ नि त मलाई यो क्यानोन लेखेको सेतो छ सेतै भन्नु परेन कालै भन्नु परेन मैले जे देखेँ त्यही भन्नु परेन अध्यक्षले धेरै बोलेर चाहिँ फेसबुक पनि चाहिँ सस्पेन्ड भयो भन्ने कुरोहरू पनि त आयो नि यो विषयमा चाहिँ किन कुरा उठाउनु भएन तपाईँले फेसबुकमा धेरै बोलेर भन्दा पनि यस्तो हो सस्पेन्ड भन्दाखेरि पनि कस्तो हुन्छ रिपोर्ट धेरैले गरेको थियो अगाडिदेखि थाहा थियो होइन रिपोर्ट बोल्ने कुरा त बोल्नुपर्छ हेर्नु तर बोल्ने अधिकारबाट